एसी टेक्निशियनको इन्टरभ्यूको अब हामी तयारी गरौँ। इन्टरभ्यूमा विभिन्न खालको क्वेशनहरु आउन सक्छ, जस्तै कि व्हाट इज योर नेम, हाउ ओल्ड आर यु, फ्यामिलीको बारेमा आदि इत्यादि थुप्रै क्वेशनहरु आउन सक्छ। हामी चाहिँ यसमा आफ्नो एक्सपिरियन्सदेखि सुरु गर्नेछौँ र सिम्पल क्वेशन एन्सरहरु पनि तपाई तयारी गर्न चाहनुहुन्छ भने हाम्रो पुरानो भिडियोहरु हेर्न सक्नुहुन्छ। अब हामी क्वेशन नम्बर 1 मा हेरौँ। 1 मा तपाईले सोधियो तपाईको एसी टेक्निशियनको रूपमा कति अनुभव छ भन्न खोजेको, कति वर्षको अनुभव छ भन्न खोजेको। अब इन्टरभ्यु लिने मान्छे नेपाली छ भने त यसरी सोध्छ, व्हाट इज योर वर्क एक्सपिरियन्स एज एन एसी टेक्निशियन। र नेपालीको टोन बुझ्न तपाईलाई त्यति गाह्रो हुँदैन, सजिलै हुन्छ। तर विदेशीले सोध्यो भने कसरी सोध्छ त्यो पनि हामी प्र्याक्टिस गरौँ। विदेशीको बोल्ने टोनहरु पनि हामी बुझ्ने प्र्याक्टिस गरौँ। विदेशीले यसरी सोध्छ तपाईलाई, What is your work experience as an AC technician? इन्टरभ्यु लिने मान्छे स्वदेशी पनि हुन सक्छ, विदेशी पनि हुन सक्छ र यसको उत्तर यसरी दिनु होला, मैले 5 वर्षदेखि एसी जडान, मर्मत र सर्भिसिङको काम गर्दै आएको छु। इंग्लिशमा यसरी भन्नु होला, I have been working in AC installation, repair and servicing for 5 years. I have been working in AC installation, repair and servicing for 5 years. Question number 2 मा यस्तो क्वेशन सोधियो, तपाई कुन प्रकारका एसी मा काम गर्न सक्नुहुन्छ। एसी को पनि डिफरेन्ट टाइपहरु हुन्छ, तपाईलाई थाहै होला। What types of AC units can you work on? What types of AC units can you work on? Answer मा म स्प्लिट एसी, विन्डो एसी, क्यासेट एसी र सेन्ट्रल एसी सबैमा काम गर्न सक्छु। अब तपाईले कुनमा काम गर्न सक्नुहुन्छ त्यो अनुसार भन्न सक्नुहुन्छ। इंग्लिशमा I can work on split AC, window AC, cassette AC and central AC. I can work on split AC, window AC, cassette AC and central AC. अब क्वेशन नम्बर 3 मा तपाईलाई सोधियो एसी को ग्यास चार्जिङ कसरी गर्नुहुन्छ अथवा रिफिलिङ कसरी गर्नुहुन्छ भन्न खोजेको हो। How do you perform gas charging in an AC? How do you perform gas charging in an AC? Answer मा म भ्याक्युम बनाएर सही प्रेसर अनुसार R22, R410A वा R32 ग्यास चार्ज गर्छु अथवा रिफिल गर्छु। I do proper vacuuming and charge R22, R410A or R32 gas according to the required pressure. I do proper vacuuming and charge R22, R410A or R32 gas according to the required pressure. क्वेशन नम्बर 3 को ग्यास चार्जिङ को इम्पोर्टेन्ट भइहाल्यो। त्यसपछि अर्को क्वेशन छ क्वेशन नम्बर 4 मा मेन्टेनेन्स को कुरा। मेन्टेनेन्स को क्वेशन पनि इम्पोर्टेन्ट छ, यो क्वेशन पनि आउन सक्छ, तपाईले ध्यान दिएर सुन्नु होला। क्वेशन नम्बर 4 मा एसी को नियमित मर्मत सम्हारमा के गर्नु पर्छ। What do you do during regular maintenance of an AC? What do you do during regular maintenance of an AC? एन्सर मा फिल्टर सफा गर्ने, फिल्टर को कुरा एउटा इम्पोर्टेन्ट छ। त्यसपछि अर्को इभापोरेटर क्लिन गर्ने, ग्यास चेक गर्ने र इलेक्ट्रिकल पार्ट्स जाँच गर्ने। इंग्लिशमा यसरी भन्नु होला, क्लिन फिल्टर्स, क्लिन कंडेन्सर एन्ड इभापोरेटर coils, check gas level and inspect electrical components. Clean filters, clean condenser and evaporator coils, check gas level and inspect electrical components. Question number 5 मा कम्प्रेसर को कुरा राखेको छु मैले। इन्टरभ्युमा तपाई सक्कली टेक्निशियन हो कि नक्कली टेक्निशियन अथवा सिकारु टेक्निशियन हो कि त्यो कुराहरु जाँच गर्नको लागि पनि विभिन्न टेक्निकल क्वेशनहरु सोधिन सक्छ। जस्तै एसी को कम्प्रेसर नचलेको खण्डमा के गर्नुहुन्छ। What will you do if the AC compressor is not working? What will you do if the AC compressor is not working?
उत्तरमा म पहिले कन्डेन्सर फ्यान क्यापेसिटर र थर्मल प्रोटेक्टर चेक गर्छु अनि कम्प्रेसर टेस्ट गर्छु First I check the condenser fan capacitor thermal protector and then test the compressor First I check the condenser fan capacitor thermal protector and then test the compressor यसरी उत्तर दिनुहोला तपाईको तरिका फरक छ भनेदेखि तपाईले त्यही अनुसार भन्न सक्नुहुन्छ क्वेशन नम्बर 6 मा एसी इन्स्टलेसन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् यो पनि धेरै इम्पोर्टेन्ट छ यो क्वेशन सुरुमै पनि सोध्न सक्छ तपाईलाई अझ फ्याक्ट्रीमै जाँदै हुनुहुन्छ जस्तै कि अब फ्याक्ट्री भन्नाले अब शोरूम अथवा त्यस्तै के इन्स्टलेसन बढी हुने ठाउँमा तपाई जानु भयो भनेदेखि यो क्वेशन त सुरुमै सोधिन सक्छ क्वेशन नम्बर 6 एसी इन्स्टलेसन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् What things should be considered during AC installation? What things should be considered during AC installation? उत्तरमा सही लेभलमा एसी राख्ने राम्रो ड्रेनेज सिस्टम सही पावर सप्लाई र सुरक्षित पाइप कनेक्सन गर्नु आवश्यक हुन्छ इंग्लिशमा proper leveling of the unit good drainage correct power supply and secure pipe connection are important proper leveling of the unit good drainage correct power supply and secure pipe connection are important यो क्वेशन पनि इम्पोर्टेन्ट छ टुल्स को बारेमा क्वेशन आएको छ एसी सर्भिसिङ मा कुन टुल्स प्रयोग गर्नुहुन्छ What tools do you use for AC servicing What tools do you use for AC servicing उत्तर multimeter gas meter pressure gauge vacuum pump pin brush र servicing pump प्रयोग गर्छु I use a multimeter, gas meter, pressure gauge, vacuum pump, fin brush, and servicing pump. I use a multimeter, gas meter, pressure gauge, vacuum pump, fin brush, and servicing pump. अब क्वेशन नम्बर 8 मा तपाईले सोधियो यो अब टेक्निकल कुरा बाहेकको कुरा तपाईको पासपोर्ट छ विदेश जान तयार हुनुहुन्छ अब यस्तो क्वेशन खासै नसोधिनु पनि सक्छ कहिलेकाहीँ फ्याट सोधियो भने तयारी गर्दा केही फरक पर्दैन अब पासपोर्ट नभइकन त इन्टरभ्यु दिन जाने कुरै भएन तै पनि प्रिपेयर गरौँ Do you have a passport? Are you ready to go abroad? Do you have a passport? Are you ready to go abroad? उत्तरमा मेरो पासपोर्ट छ र म विदेशमा काम गर्न तयार छु Yes, I have a passport and I am ready to work abroad. Yes, I have a passport and I am ready to work abroad. agendaakash.com/unicode मा ईबुक डाउनलोड गर्न नभुल्नुहोला ताकि तपाई कहीं फुर्सदमा हुँदाखेरि कसैले कुरिराख्दाखेरि अथवा तपाई गाडीमा कहीं यात्रा गरिराख्दाखेरि मोबाइलबाट सट्ट झिकेर ईबुक सर्व पढ्न पाइयोस् इन्टरनेट नभएको ठाउँमा पनि र भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला मन परेदेखि लाइक अनि फेसबुक तिर शेयर पनि गरिदिनु होला त्यस्तै गरी मेरो भिडियो तपाईलाई हेल्पफुल भएको छ र मलाई चिया अथवा कफी खुवाउन चाहनुहुन्छ भने पनि agendaakash.com/unicode मा तपाईले QR स्क्यान गरेर चिया अथवा कफी खुवाउन सक्नुहुन्छ तपाईको इन्टरभ्यु राम्रो होस् तपाई इन्टरभ्युमा पास होस् मेरो धेरै धेरै शुभकामना थ्यांक यू फर वाचिङ